हेलो साथीहरू, इट्स मी अर्पेज अनि आज चाहिँ मसँग जमाइ थियो 3 तले झर्ना। फर्स्टमा हामी बनेपामा भेट्छौँ र हामी बनेपामै यसो खाजाहरू खान्छौँ। फेरि पछि भेटाएको थियौँ, यसो रमाइलो गर्दै हल्ला गर्दै खाइरहेको थियौँ। त्यहाँबाट पनौती हुँदै हामी खोपासी रोड लाग्छौँ। खोपासी रोडमा अर्को 2 जना केटाहरूलाई पनि भेटेर हामी खोपासी बजारतिर लाग्छौँ। त्यहाँ पुग्ने बाटो चाहिँ एकदम अफ रोड थियो, एकदम हिलो बाटो अफ रोड थियो र त्यहाँबाट हामी फेरि यता ढुङ्खर्कोतिर लाग्छौँ। यो चाहिँ ढुङ्खर्को जाने बाटो हो। ढुङ्खर्को जाने बाटो चाहिँ झनै यस्तो वाइल्ड अफ रोड थियो, पुरै भेलले बगाएको जस्तो, त्यो खोला बाटो एउटै सेम भएको जस्तो। अनि त्यहाँबाट हामी यस्तो खोला तर्दै तर्दै अघि बढ्छौँ अनि यस्तो भ्यू हेर्दै हामी अघि बढिरहेको हुन्छौँ र फेरि अर्को पनि आउँछ यहाँ चाहिँ खोला तर्ने। अनि हामी अर्को पनि तर्छौँ, बिस्तारै इजिली तर्दिन्छौँ। यस्तो खोलाहरू त के नै हो र होइन। अनि त्यसपछि हामी अघि बढ्छौँ, फेरि हल्का राम्रो बाटो आउँछ, तर यो राम्रो बाटो धेरै बेरको लागि होइन, फेरि अफरोडै आउँछ। अनि अफरोड हुँदै हामी जान्छौँ। यस्तो राम्रो भ्यू हेर्दै हामी अगाडि बढ्छौँ, अझ अघि बढ्छौँ, किनकि धेरै लामो बाटो थियो। त्यहाँ माथि एउटा सानो बजार आएर त्यहाँ पुइस चाहिँ हाम्रो साथीहरू चाहिँ यस्तो हिलो लाएछ यताउता भनेर हेर्दै थिए। यस्तो अफरोड बाटो मलाई हिल त लगाइहाल्छ। त्यसपछि हामी पुग्छौँ ढुङ्खरको बजार। ढुङ्खरको बजारबाट हामी त्यहाँ बेथानचोक जाने बाटो छोडेर सिधै अघि बढ्छौँ अनि मासतिर लाग्छौँ। मासतिर उकालो हुन्छ हल्का, फेरि अफरोड त अफकोर्स आइहाल्छ। फेरि अफरोड आयो एकछिन र अफरोड पछि चाहिँ एकदम हुस्सुवाला राम्रो भ्यूवाला देख्यौँ हामीले। अगाडि चाहिँ एकदम राम्रो हेर्ने कस्तो दामी छ भ्यू त हुस्सुले गर्दा ओहो। अनि एकछिन हामी यहीँ बसेर यसो रेस्ट गर्छौँ, जिस्किन्छौँ, चल्छौँ, फोटोहरू खिच्छौँ। अनि त्यसपछि बाइकलाई नि एकछिन रेस्ट गर्छौँ। अनि यहाँ केटाहरू चाहिँ यस्तो मासतिर चढिरहेको हुन्छन् त्यो भिरमा। अनि हाम्रो निहिल चाहिँ के गर्छ हेर्नु, फेरि यहाँ यसो रमाइलो गर्दै केटाहरू है। फेरि हामी तलतिर लाग्छौँ, हुस्सु हुँदै हामी अघि बढिरहेको छौँ। यस्तो हुस्सुमा चलाउँदा चाहिँ पुरै हेलमेटभरि पनि पानी हुने अनि भिजिने क्या। अनि हाम्रो साथीहरू पनि आइरहेछन्। बाटोमा जाँदा यस्तो राम्रो भ्यूहरू देखेपछि त मजा आउने क्या चलाउनु नि। अनि यस्तो सानो झर्ना पनि देख्यौँ हामीले बाटोमा। अनि आउँछ एक्सट्रिम अफरोड चाहिँ यहाँबाट सुरु हुन्छ। अब यहाँ चाहिँ एकदम बाटो नै छैन क्या, ढुङ्गाको एकदम एक्सट्रिम अफरोड। अनि हामी यहाँ बिस्तारै नलडिकन अघि बढ्छौँ। बाटै नभएको ठाउँमा यस्तो मिलाएर जान्छौँ। तर साथीहरू अगाडि पुइस त बाटै रहन्छ र हामी फेरि फर्किनु पर्छ त्यो बाटो। अनि हामी चाहिँ मासतिर लाग्छौँ पेल्दै बाइकहरू। अनि घुमेर जानु पनि रहेछ उता माथिल्लो गाउँ भन्ने ठाउँबाट हामी त्यो गाउँमा पुग्छौँ। र त्यो गाउँमा पुगेपछि के हुन्छ भन्दा मेरो टायर पङ्चर। मेरो टायर चाहिँ ट्युबवाला हो, त्यही भएर एउटा किला पसेछ जस्तो अनि पुरै फ्या भएछन्। मेरो साथीलाई चाहिँ अर्को बाइकमा राखिदिन्छु र म चाहिँ जान्छु सिङ्गल। अनि यहाँ चाहिँ म साथीहरूलाई कुरेर हुन्छु यस्तो रिभर क्रसिङमा मैले क्रस गरिसकेर। अनि एकछिन केटाहरूलाई कुन्जेर चाहिँ यसो भ्यूमा म यसो सिनेमेटिक लिँदैछु है टक्क पारामा। अनि त्यसपछि साथीहरू आइपुग्छन् अनि म नि अघि बढ्छु र हामीले त्यहाँ बाइक राखेर हामी एकैछिन हिँड्छौँ, 2 मिनट जस्तो। हिँडेपछि हामी पुग्छौँ 3 तले झरना।